पनि पागल हो यार। हरेक बिहान उठेर यही सोच्छु कि किन यति धेरै माया गर्छु तिमीलाई, किन यो देख्दैन तिमीलाई। आई लभ यु भन्छ, बिहे गर न मसँग प्लिज, यही भन्छु। आई लभ यु भन्छ, बिहे गर न मसँग प्लिज। गरिहाल्छु नि। मैले त झन् तिमीलाई आफ्नो वाइफ नै मानिसकेँ। मैले नि तिमीलाई। मतलब तिमीले नि मलाई आफ्नो वाइफ मानेको होइन कि हस्बेन्ड। तिमीले मलाई किन माया गर्छौ? है केही कुराहरू गल्तीले हुने गर्छ। आई मिन केही कुराहरू आफै हुने गर्छ भने त्यही पनि कुनै कारणले लगाएको माया के माया, माया त बस यसै जोकैसँग हुन्छ। अनि तिमीले चाहिँ किन मलाई माया गर्छौ? किनकि तिमी नै मेरो खुसी हो। तिमी मलाई किन माया गर्छौ? तिमी मेरो लागि एकदम धेरै खास छौ। खास रहनुको कुनै कारण? आई डोन्ट थिङ्क सो कि खास रहनुको कुनै कारण हुन्छ। तिमी खास छौ, बस यही नै काफी छ। मेरो फोन किन उठाएनौ भन त? म घरको काम गर्दै थिएँ कि त्यही भएर थाहै पाएन नि। अनि मलाई मतलब छैन तिमी त्यसै गरेको थियौ। तिमीले मेरो फोन उठाएनौ। मेरो बुझ न यार, मैले भने त काम गर्दै थियो घरको। अनि के काम गर्यो? के काम थियो नि घरको हल्का फुल्का काम भइहाल्छ नि। अब एक त तिमी पढ्दा नि पढ्दैनौ, जब पनि गर्दैनौ, किन उठाएन मेरो फोन? अब यति यार पढ्ने त त्यस्तै हो, बरु काम चाहिँ खोजिरहेको, कन्ट्याक्ट भइरहेको मेरो। अब छिटै काम पनि गर्छु कि म। भयो धेरै नाटक नपार। कहिले खाला तिमी? कहिले खाला? तिमी एक त जब पनि गर्दैनौ, त्यही माथि खानु नहुने चिज पनि खान्छौ। अनि कसरी तिमीलाई म दिन्छ त? खाँदिनँ अब, जब पनि गर्छु। किन यस्तो गर्छौ तिमी भन त? तिमीसँग कला छ, बुद्धि छ, राम्रो फ्युचर छ, आफ्नो जिन्दगी नबिगार। राम्रो मान्छे हो, आफ्नो जिन्दगी उनलाई भेटेपछि साँचो मायाको महसुस भयो मलाई। साँचो माया त्यो होइन जो बिना बाँच्न सकिँदैन। साँचो माया त त्यो हो जसले जिउन सिकाउँछ। उनले छाडेपछि केही शब्दहरू लेखेको थिएँ उसको लागि। शब्द यस प्रकारका छन्। हामीले लागेको माया सधैँ हुनेछ, तिम्रो मायाको नसा सधैँ हुनेछ। रात कट्छ आज पनि सोचेर तिमीलाई नै, पहिला जस्तो पागलपन तिमीप्रति सधैँ हुनेछ। कसैको माया लागेन तिमी बाहेक, तिम्रो माया सधैँ हुनेछ। चाहे जाऊ फेरि तिमी मलाई छाडेर, तिम्रो लागि मेरो दिलको ढोका सधैँ खुल्ला हुनेछ। यो पल बितेको पनि 2 वर्ष भयो। सायद मनिषाको बिहे भइसक्यो होला। अझै मनिषा
यो आज यहाँ कहाँबाट आएछ? अनि आज कताबाट आयो त्यो? यही मामा घर काम पाइरहेको। अनि भन कस्तो चल्दैछ तिम्रो लाइफ? त्यही हो, हल्का फुल्का चान्स पाइरहेको तिम्रो लाइफमा। अनि कस्तो चल्दैछ त तिम्रो म्यारिज लाइफ? बरु भन कोही छ नि तिम्रो लाइफमा? मलाई थाहा छ पक्का छ तिम्रो लाइफमा। छ। केही भन न उसको बारेमा। राम्री छ अनि मलाई एकदम धेरै माया पनि गर्छ। तिमीले छाडेपछि त सबै खतम भएको थियो मेरो। उसैले हो मलाई सम्हाल्यो। जे मनमा थियो त्यो भनिदिए। मलाई ढिलो भयो भन्छ है। तिमीलाई थाहा छ जब तिमीले मलाई छाडेर गयौ नि त्यसपछिको पल मेरो लागि सबैभन्दा गाह्रो पल थियो। घर छोडेर गइदिन्थेँ, हरपल इमोसनल भइदिन्थेँ, चिनचिनमा रोइदिन्थेँ। एकपल्ट यस्तो आएको थियो जब मलाई आफ्नै परिवार चिन्न गाह्रो लाग्थ्यो। सबैले तिमीलाई गलत बताउँथ्यो। अब त्यस्तो होइन। म आफ्नै कारणले रोक्छु। हाम्रा ती पुराना यादहरू सम्झेर तिमीले त मलाई खुसी मात्र थियो, राम्रा राम्रा यादहरू थियो। सायद म तिम्रो खुसी थिएन होला, त्यसैले त मलाई छाडेर गयो। तिमीलाई यही कुराहरू भन्नु थियो मनका। ओके अरे आइ एम नट म्यारिड। मैले तिमीलाई छाडेर त गएँ तर भुल्नै सकिनँ। तिमीलाई मेरो फ्यामिलीले मन पराएन र मलाई मेरो फ्यामिलीको चोइस मन परेन। सुरुमा त मेरो फ्यामिलीले चिट गर्नुहुन्थ्यो तर मैले नमानिस आजभोलि चिट गर्नुहुन्न। मेरो बिहे भएको छैन। तिमीले छाडेपछि मलाई कस्तो सम्हाल्यो भनेर जान्न चाहन्छु। भन न। तिमीले कसरी? पहिलो मायालाई भुलाउन एकदमै गाह्रो हुन्थ्यो, त्यसैले होला तिमीलाई भुलाउन एकदम गाह्रो हुन्थ्यो। तिमीले छाडेपछि केही तिम्रो यादहरू सम्हाल्यो। तिमी म्यारी